हेलो नमस्ते सबैलाई स्वागत छ है हाम्रो सानो सानो युट्युब अब ब्लगै भनौँ है सानो सानो बनाउँछौँ हामी त्यति धेरै घुम्दैनौँ घुमेको बेला यसो रहिरहोस् भनेर यसो समेट्न खोज्छौँ है आज चाहिँ हामी पञ्चमहालक्ष्मी मन्दिर साकुमा गएको थियौँ कस्तो रहेछ भनेर पहिला पनि दाजु भाउजूहरू त जानुभएको रहेछ तर त्यति मजाले सुरुमा भन्दै भन्दै गरेको बेला पुग्नु भएको रहेछ हामी चाहिँ भर्खरै सपरिवार दाजु भाउजूको 16औं वैवाहिक वार्षिकोत्सवको अवसरमा रमाइलो गर्ने मान्छे भेला भयौँ हामी म बिरिता मेरो छोरो हाम्रो छोरो अनि उता सरदा दिदीको बहना मतलब हस्बेन्ड अनि उनको छोरी दाजु भाउजू अनि हाम्रो छोरो सोनाक्स गरेर हामी 9 जना मधेसाबाट गरेर हामी एउटा ट्याक्सी अनि 2-3वटा स्कुटीमा गयौँ अनि सुरुमै जाँदैखेरि भाइब्स कस्तो राम्रो आउने अलिकति घरबाट निस्किन चाहिँ अलिक टेन्सन लागेको थियो निस्किसकेपछि र वहाँ पुगेपछि चाहिँ हामी झर्न आएछौँ भने जस्तो फिल हुने जहिले पनि यात्राहरू लगभग त्यस्तै भइरहेको छन् हामीलाई अब यो चाहिँ राम्रो छैन होला त्यहाँ त के जानु होला दुःख मात्रै पाइन्छ होला भनेर गयो भएर त्यहाँ पुग्दाखेरि धेरै आनन्द आउने अलिकति हामी स्पिरिचुअल टाइपको भएर पनि हो कि त्यस्तो भएको फेरि अलिकति रमाइलो पनि गर्छौँ बिन्ता र भाउजू भएपछि एकदमै रमाइलो गर्नुहुन्छ म र दाजु त्यस्तै गर्छौँ छोराहरू पनि त्यस्तै गर्नुहुन्छ गयौँ अनि त्यहाँनिर प्रोग्रामहरू पनि गर्न मिल्दो रहेछ अरूहरूले के गरिराख्नु भएको थियो प्रसादहरू वितरण गरिराख्नु भएको थियो हामी चाहिँ अब त्यहाँको अब वरिपरिको दृश्य हरियाली घरहरू सबै कुराहरू फर्किँदैछौँ हाम्रो डिजाइनहरू पनि अलिकति हाइटमा त्यहाँ बस्दा त त्यहाँ एउटा स्कुल रहेछ त्यहाँको हरियाली गइसक्नु भएको छ राम्ररी बुझ्थ्यौँ होला त्यहाँनिर हामीले कति तपाईँको होला भन्ने जस्तो खिचिरहेको छु मैले अथवा सर्ट क्लिप्सहरू खिचिरहेको थिएँ जे होस् आज बिन्ताले खिचेर म पनि बेला आइरहेको धेरै जसो म चाहिँ निस्किन्थेँ ढिलो आए पनि काम छिटै छिट्यो उनले टिकटक पनि बनाइदिनु भयो मैले पनि नानी बाबुहरू टिकटक बनाएँ अनि त्यहाँनिर धेरै फेमस चाहिँ चटपटी रहेछ पानीपुरी पकौडा प्याजीहरू चाहिँ एकदमै फेमस रहेछ चिसो पानी खाने अनि रमाइलो गर्ने यस आनन्द के एकदमै ठुल्ठुलो पकौडा पाउँदो रहेछ त्यहाँनिर एउटा पकौडादेखि 2टा पकौडा खाएपछि इनफ हुने पानी चिसो हावा चिसो अनि समय मिल्यो भने गइराख्ने ठाउँ यसो हामीलाई नजिकै त्यति हामीले अब श्री स्वस्थानी परमेश्वरको कथा त हामीले वर्षौँदेखि सुन्दै आएको त्यो ठाउँमा पुग्दै अर्कै भाइब्स आउने त्यो कटेर जाँदाखेरि अलिक पर यो मन्दिरमा पुगेपछि त झनै राम्रो भाइब्स आउने अब विशेष चाहिँ हामीलाई त्यस्तो धेरै ठुलो धेरै खर्च गर्ने यस्तो दामी आएको होइन भिडियो कुद्दैछन् घुमेर फर्केर कोही नाच्दैछन् सानो खर्चमा नजिकमा के भए पनि गइराख्नु आज पञ्चमहालक्ष्मी मन्दिर साकुको मैले यो भिडियो सानो भिडियो हेरेर लाइभ गरिदिनु होला अथवा मनोरञ्जन लिनु होला यो मन्दिर त यस्तो रहेछ है भन्ने पनि थाहा हुन्छ प्लस मेमोरीको लागि हामी पनि दिन यो यहाँको दाजुभाइको फोटो खिच्नु छ अरे ऐसेले खाने भन्दै थियो सङ्गीता यहाँ रहेछ है ऐसेले खाने आउनु पर्ने रहेछ तर बाटो बिग्रेछ ल है त लड्यो अलिकति स्क्रच पनि भयो आउने बेलामा चाहिँ अलिकति गाह्रो के रहेछ भने अब हामी ट्याक्सीमा गएको थियौँ बेलुका ट्याक्सी चाहिँ त्यहाँ नपाउँदो रहेछ अनि त्यो इनड्राइभहरू पठाउहरूले पनि त्यति एक्सेप्ट नगर्ने त्यो भएर हामी पालो गरेर म मिलाएर केटाकेटीलाई पहिला छोडेर साखु पुऱ्याएर आयौँ साखुमा त जति पनि पाउँदो रहेछ त्यस पछाडि फेरि बिन्तालाई र भाउजूलाई लिन आयौँ अब हेर्नु न दृश्यहरू कति राम्रो छ हामी त बेलुकैसम्म आनन्दले बस्यौँ रमायौँ घुम्यौँ है त हजुरहरू पनि हेरेर आनन्द लिनुहोस् है त धन्यवाद।